Okay, today we are going to balance a chemical equation by ion electron method. Ion electron method is used to balance ionic equation. Ionic equation balance गर्न युज गरिन्छ. इक्वेसन यहाँ दिएको छ. First step is assigning oxidation number. अब यो पोलिएटोमिक आयन हो. Cr2O7 2 माइनस चाहिँ पोलिएटोमिक आयन हो. पोलिएटोमिक आयनको केसमा यहाँ अलरेडी भएको चार्जलाई अपोजिट चार्ज सपोज गर्नुपर्छ. यहाँ 2 माइनस भएको भएर हामीले +2 सपोज गर्नुपर्छ. सर्टकट मेथडबाट फाइन्ड आउट गर्दा अक्सिजनको अक्सिडेसन नम्बर -2 -2 इन्टु 7 -14 -14 मा हामीले सपोज गरेको +2 घटायो -12 -12 लाई 0 बनाउन +12. क्रोमियम दुईवटा भएको भएर एउटा क्रोमियमको अक्सिडेसन नम्बर +6 हुन्छ. मोनोएटोमिक आयनमा चार्ज इक्वल टु अक्सिडेसन नम्बर हुन्छ. त्यसकारण Fe आइरनको +2 हुन्छ, हाइड्रोजनको +1 हुन्छ, क्रोमियमको +3 हुन्छ, यहाँ आइरनको चाहिँ +3 हुन्छ. अब वाटरमा हाइड्रोजन अक्सिजनको के हुन्छ, हाइड्रोजनको +1 अक्सिजनको -2 हुन्छ. अब यहाँ आइरनको अक्सिडेसन नम्बर +2 बाट +3 मा गयो, इन्क्रिज इन अक्सिडेसन नम्बर, अक्सिडेसन भयो. क्रोमियमको अक्सिडेसन नम्बर +6 बाट +3 मा गयो, डिक्रिज इन अक्सिडेसन नम्बर, रिडक्सन भयो. अब अक्सिडेसन हाफ, जहाँ अक्सिडेसन हुन्छ त्यो हाफ इक्वेसनलाई, हाफ रियाक्सनलाई अक्सिडेसन हाफ भनिन्छ. अब Fe2+ Fe3+ मा गएको छ. यहाँ अब पहिला एटम ब्यालेन्स गर्ने. हामीले ब्यालेन्स गर्दा AOHC लाई सम्झिनुपर्छ. A भनेको एटम, O भनेको अक्सिजन, H भनेको हाइड्रोजन, C भनेको चार्ज. यो A भनेको एटम, O भनेको अक्सिजन, अक्सिजन केले ब्यालेन्स गरिन्छ बाई H2O ले ब्यालेन्स गरिन्छ. H भनेको हाइड्रोजन केले ब्यालेन्स गरिन्छ बाई H+ ले ब्यालेन्स गरिन्छ. यो भनेको चार्ज केले ब्यालेन्स गरिन्छ बाई इलेक्ट्रोनले ब्यालेन्स गरिन्छ. यो कुरा सम्झिन पर्यो. अब Fe2+, अब यहाँ चाहिँ के छ त भन्दा एटम अलरेडी आइरन कतिवटा छ, दुईवटा छ, एउटा छ, यहाँ पनि एउटा छ. आइरन बराबर भएको भएर ब्यालेन्स गर्नु परेन. अक्सिजन छँदै छैन, ब्यालेन्स गर्नै परेन. हाइड्रोजन पनि छैन, ब्यालेन्स गर्दै परेन. अब एकैचोटि चार्ज ब्यालेन्स गर्ने. चार्ज ब्यालेन्स गर्ने स्टेप चाहिँ कन्फ्युजिङ स्टेप पनि हो. अब यसमा चाहिँ हामीले के गर्नु पर्यो भन्दा चार्ज ब्यालेन्स गर्दा पहिला टोटल चेन्ज इन अक्सिडेसन नम्बर निकाल्नु पर्यो. टोटल चेन्ज इन अक्सिडेसन नम्बर अफ एटम यहाँ 1 हुन्छ. चेन्ज इन अक्सिडेसन नम्बर 2 बाट 3 मा गयो, 1 ले चेन्ज भयो, त्यो भएर 1 भयो. टोटल चेन्ज इन अक्सिडेसन नम्बर निकाल्ने 1 आयो. यहाँ यो अक्सिडेसन हाफ भएको भएर अक्सिडेसन भनेको लस अफ इलेक्ट्रोन हो. त्यसकारण एउटा इलेक्ट्रोन रिएक्टेन्ट साइडमा घटाइदिने, एउटा इलेक्ट्रोन रिएक्टेन्ट साइडमा घटाइदिने. अब रिडक्सन हाफ, रिडक्सन हाफमा सबभन्दा पहिला ब्यालेन्सिङ हामीले अघि पढिसक्यौँ. AOHC एटम ब्यालेन्स गर्नु पर्यो. यहाँ क्रोमियम दुईवटा छ, यहाँ एउटा छ, त्यसकारण यसको अगाडि 2 थप्नु पर्यो. 2 थप्यौँ. अब त्यस पछाडि अक्सिजन एटम, यहाँ अक्सिजन एटम 7 वटा छ, त्यही भएर प्रोडक्ट साइडमा 7H2O एड गर्नु पर्यो. हाइड्रोजन एटम अब 7 × 2 14 भयो, रिएक्टेन्ट साइडमा 14H+ एड गर्नु पर्यो. यहाँसम्म कन्फ्युजन हुँदैन. अब विद्यार्थीलाई कन्फ्युजिङ हुने स्टेप भनेको चार्ज ब्यालेन्स गर्दाखेरि हो. चार्ज ब्यालेन्स गर्दा हेरौँ त, टोटल चेन्ज इन अक्सिडेसन नम्बर निकाल्नु पर्यो. टोटल चेन्ज इन अक्सिडेसन नम्बर अफ एटम्स 2, क्रोमियम यहाँ पनि दुईटा छ, जुन हेरे नि हुन्छ, रिएक्टेन्टमा हेरे नि हुन्छ, प्रोडक्टमा हेरे नि हुन्छ, किन अलरेडी हामीले ब्यालेन्स गरिसकेका छौँ. नम्बर अफ एटम 2 इन्टु चेन्ज इन अक्सिडेसन नम्बर. 6 बाट 3 मा गयो, 6 बाट 3 मा जानु भनेको 6 - 3, 3 ले चेन्ज हुने हो. टोटल चेन्ज इन अक्सिडेसन नम्बर यहाँ 6 भयो. यो रिडक्सन हाफ, रिडक्सन भनेको गेन अफ इलेक्ट्रोन हो, त्यसकारण 6 वटा इलेक्ट्रोन एड गर्छौँ हामीले. यहाँ 6 इलेक्ट्रोन एड गर्यौँ. अब यसरी दुईटा इक्वेसन, फर्स्ट अक्सिडेसन हाफबाट आउने इक्वेसन फर्स्ट, र रिडक्सन हाफबाट आउने इक्वेसन सेकेन्ड, दुईटा इक्वेसनलाई हामीले एड गर्छौँ. एड गर्दा हामीले के ख्याल गर्नुपर्छ त भन्दा इन्भल्भ इलेक्ट्रोन मस्ट बी क्यान्सल आउट.
अब यहाँ यसमा इलेक्ट्रोन 1 छ, यहाँ इलेक्ट्रोन 6 छ भनेपछि यो फर्स्ट इक्वेसनलाई हामीले 6 ले मल्टिप्लाई गर्यो। अब इलेक्ट्रोन बराबर भयो, क्यान्सल भयो। क्यान्सल भइसके पछाडि अब के हुने भयो? अब यसरी अब इक्वेसन जोडिदिन्छौँ। जोडेर आउने इक्वेसन आफै ब्यालेन्स हुन्छ। अब यसमा ल हेर्नुहोस् त Cr2O7 क्वेसनमा जुन अर्डरमा छ त्यो अर्डरमा लेख्ने। Cr2O7 2 माइनस प्लस अब 6 ले Fe लाई मल्टिप्लाई गरेपछि 6Fe प्लस 14H प्लस गिव्स 2Cr3 प्लस 6Fe3 प्लस 6 ले मल्टिप्लाई गरेछौँ प्लस 7H2 यसरी आउने इक्वेसन आफै ब्यालेन्स हुन्छ विच इज रिक्वायर्ड ब्यालेन्स इक्वेसन। कहिलेकाहीँ हामीलाई ब्यालेन्स द इक्वेसन इन बेसिक मिडियम भनिदिन्छ। अब बेसिक मिडियमको लागि के गर्ने? बेसिक मिडियम कसरी थाहा पाउने त भन्दा एउटा त बेसिक मिडियम भनेर स्टेटेड भनिदिन्छ, अर्को हामीले ब्यालेन्स गर्ने पर्ने इक्वेसनमा कुनै पनि साइडमा रियाक्टेन्ट होस्, प्रोडक्ट साइडमा होस् अथवा एरो माथि होस्, OH माइनस देख्यौँ भने बेसिक मिडियममा ब्यालेन्स गर्नुपर्ने भन्ने बुझ्नुपर्छ। अब बेसिक मिडियमको लागि केही होइन, यो फाइनल इक्वेसनमा जतिवटा H प्लस आउँछ त्यतिवटा OH माइनस चाहिँ एड गरिदिनु। यहाँ 14 वटा H प्लस आएको भएर अब दुवै रियाक्टेन्ट र प्रोडक्ट दुवै साइडमा हामीले 14 वटा OH माइनस एड गरिदिन्छौँ। हेर्नुहोस् त अब 14H प्लस र 14 OH माइनस भनेको 14H2 हो। 14H2 हो। अब 14H2 अब यहाँ 7H2 प्रोडक्ट साइडमा छ। सानोलाई वाटरको केसमा चाहिँ सानोलाई ठुलोतिर लगाएर घटाइदिने। 14 बाट 7 घट्यो के हुने भयो? अब 7H2 बाँकी रहने भयो। 7H2 बाँकी रहने भयो। यसरी बेसिक मिडियममा इक्वेसन ब्यालेन्स गर्न सकिन्छ। यसरी आयोन इलेक्ट्रोन मेथडबाट हामीले इक्वेसन ब्यालेन्स गर्न सकिन्छ। तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर, सब्स्क्राइब गर्न सक्नुहुनेछ। ओके, थ्यांक यू।